ल उहाँ हाम्रो सल्लाह बाबु हुनुहुन्छ हाम्रा साडु भाइ के भन्नुहुन्छ अब आज खारामा छौँ यो वडा नम्बर कति अरे 8 मा छौँ आज कान्छो सालाको विवाहमा थोरै केही सहयोग अरु त भन्नु के छ र हजुर अरु माथि टीका लाउने तयारी हुँदैछ हजुर खानाको लागि हाम्रो साडु हुनुहुन्छ हजुर के मेरो लागि पनि भन्दिनु पर्यो ल भन्नुस् त यो के भन्दैछ चल बाबु एकदम मासु हुनाले के को खसीको मासु हो नि ठिकै छ ठिक छ हाम्रो सालालाई पनि के भन्नु छ भन्नु त वैवाहिक जीवनको शुभकामना अरु के भन्ने हो र सालालाई पनि वैवाहिक जीवनको शुभकामना यहीँबाटै भन्ने टीका लाइन अलि ढिलै पाए पनि ए ल केही छैन सरकार सर के भन्नु छ कि भन्नु त के भन्नु त हो हैन हाम्रो भाइको बिहे वैवाहिक जीवन धेरै शुभकामना उज्जवल विश्वकर्मा र बिहेको दिन आज रमाइलो भएको छ उसको जिन्दगी खुसीले बितोस् हार्दिक शुभकामना ल मेरो कान्छी सालाको विवाह एकदमै उहाँलाई शुभकामना भन्न चाहन्छु यहाँ हाम्रो साडु भाइहरू लाग्नु भएको छ यहाँ मेरो भाइ एकदमै मिल्ने साथीबाट लिएर यता हाम्रो साला बाबु उहाँ अब यो खसीको मासु बनाउनु लाग्नु भएको छ यता दाल बनाउँ यता सब्जी त्यहाँ छ भात यता भात बन्दैछ हेर्नुहोस् भात बनेर रेडी भइसक्यो अब फुलहरू भइरहेछ अलि क्यामेरालाई यता घुमाउनु अब टिका लगाउने भइरहेछ ठिक छ ठिकै आउनु भएको छ कि नि जुम पुरा भयो एकदमै क्यामेरालाई घुमाइदिनुहोस् क्यामेरा म्यानमा हुनुहुन्छ मेरा प्यारा लभली कमल सिंह खरेल हो कि नि अब जोस् उहाँले खिचिराख्नु भएको छ एकदम खुसी छ ठिक छ कमल ल ठिकै छ आज भाइको विवाह बटुल्न सबै सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू आइदिएकोमा धेरै हर्ष कार्यक्रममा धेरै उचित भइरहेको छ धेरै खुसी अब कार्यक्रम सम्पन्न भइरहेको छ सबैलाई धन्यवाद अलि सर सुनियो नि क्या हजुरको आवाज ल मामा के भनिदिनु पर्यो यो अलि भानी जब खानापिना खुवाइदिनु है राम्रो अनि हामीले दारूको अलि हमला नहोस् हजुर अनि मान्छे आउन पनि आइरहेका छन् हजुर राम्रो खिलाइ पठाइदिनु होला हजुरलाई मेरो अनुरोध त्यही हो ल ल ल भन्नुहोस् हजुर के भन्नु पर्ने भनौँ न देखियो भने बोलेर आनिदिन्छ क्या यार यस्तो हो त्यस्तो हो के बनाउनु राम्रो छ नि उमेर धगाइदिनु न फेरि एकजना लगाउन आउँछ त बोलेरले हटाउन मिल्दैन लाइक छ हजुरलाई युट्युबमा हाल्यो फेरि